नमस्कार, म सुजित कुमार झा। हामीसँग हुनुहुन्छ डाक्टर रामबाबु ढकाल। उहाँ चाहिँ परराष्ट्रविद। तर म आज चाहिँ उहाँलाई जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लग्ने अभियानका अभियानकर्ता हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई धेरै धेरै स्वागत छ। यहाँलाई पनि धन्यवाद छ। पहिला चाहिँ यो अभियान कहाँसम्म पुगेको छ, जानकी मन्दिरलाई विश्व सम्पदा सूची? यो अभियान चाहिँ निकै फड्को मारिसकेको छ र हाम्रो करिब 8-10 वर्षको प्रयासबाट आज हामी यो विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कस्ता कस्ता सम्पदाहरू छन् त्यसको पहिचान भइसकेको छ। यसको डिमार्केसन भनेको सीमा रेखा पहिचान भइसकेको छ। यसको हामीले 4 किल्ला पनि पहिचान गरिसकेका छौँ र अब निकट धेरै छिटै सायद अब भयो भने अर्को महिना नेपाल सरकारको तर्फबाट विश्व सम्पदा सूचीमा समावेश भएका सम्पदाहरू लगायत जनकपुरको परिक्रमा अन्तर्गृही परिक्रमा क्षेत्रभित्रका सम्पदाहरू सबैलाई समेटेर हामीले संरक्षित स्मारक क्षेत्र भनेर घोषणा गर्नुपर्ने हुन्छ। त्यो चाहिँ प्राचीन स्मारक ऐन भन्ने छ 2013 को। त्यसको दफा 3 ले चाहिँ के गर्छ भने संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने। त्यो स्मारक क्षेत्र संरक्षित क्षेत्र घोषणा गरिसकेपछि त्यो ऐन अन्तर्गतका जति पनि सम्पदाहरू त्यहाँ पर्छन् त्यसलाई स्थानीय तहदेखि लिएर प्रदेश सरकारदेखि लिएर सङ्घ सरकारले त्यो कानुनको कुनै पनि प्रकारको अतिक्रमण नहुने गरी त्यहाँ गतिविधिहरू सञ्चालन गर्नुपर्ने हुन्छ। अहिले जनकपुरमा चाहिँ एउटा मिटिङ पनि भएको छ, तपाईँ पनि सहभागी हुनुहुन्छ। त्यो मिटिङमा के भएको थियो? यो अस्ति सोमबार वैशाख 21 गते निश्चय नै मिटिङ भयो। अब त्यो मिटिङमा के भयो भन्दा पनि त्यो मिटिङको एउटा महत्त्व के हो भन्ने कुरा चाहिँ हामीले के बिर्सनु, त्यसले मलाई अलिकति राम्रो पार्ला भनेर म भन्दैछु। त्यो मिटिङको अध्यक्षता हाम्रो जनकपुरमा उपमहानगरको मेयर साहबले गर्नुभएको थियो। त्यहाँनिर हाम्रो यो धनुषाको निर्वाचन क्षेत्र 3 का सांसदज्यू मनिष झाजी पनि हुनुहुन्थ्यो र साथसाथै जनकपुरमा स्थित मिठी कार्यालय, नापी कार्यालय जस्ता सरकारी निकायका प्रतिनिधिहरू कार्यालय प्रमुखहरू नै स्वयं सहभागी हुनुहुन्थ्यो र साथै अरू विज्ञहरू पनि सहभागी हुनुहुन्थ्यो। हामी पनि त्यसमा सहभागी थियौँ र त्यो बैठकमा अब यसबाट के अर्थ भयो भने एउटा निकै लामो समयपछि करिब 10-11 महिना 12 महिनापछि 1 वर्षपछि हामीले यो बैठक विस्तारित बैठक भन्छौँ नगरपालिकामा गरेर अहिलेसम्मको भएका गतिविधिलाई समीक्षा गर्ने। र यो बैठकको अर्को चाहिँ यसको पृष्ठभूमि के हो भने त्यसको ठिक 2 हप्ता अगाडि वैशाख 7 गतेतिर 7 गते नै खास गरी काठमाडौँमा युनेस्कोले एउटा कोरिया फन्ड इन ट्रस्ट फिट भन्ने कार्य योजना अन्तर्गत राम जानकी मन्दिरलाई विश्व सम्पदामा लाने विषयमा उनीहरूले 3-4 चाहिँ नेपालका अरू पनि स्थलहरू सम्पदा स्थलहरू थिए। त्यसमध्ये जनकपुरलाई चाहिँ 1 नम्बर प्राथमिकतामा राखेर पुरै दिन जनकपुरको विषयमा छलफल भयो र त्यस अवसरमा हाम्रो मेयर साहबको पनि सहभागिता थियो र उहाँको अरू इन्जिनियरहरूको पनि सहभागिता थियो। म पनि त्यसमा सहभागी थिएँ र त्यसमा के भयो छलफल भने अब जनकपुरले यदि विश्व सम्पदाको विषयलाई सूचीकरणको अभियानलाई तीव्रता दिएर अगाडि बढाउने हो र साँच्चै प्रतिबद्धता हो स्थानीय तहको भनेको जनकपुरवासीको, अब स्थानीय तह भनेको नगरपुर महानगरको भने गर्नुपर्ने कामहरू जस्तै संरक्षण संवर्धनमा अब स्थानीय तहमा डिमार्केसनको लाइन क्षेत्रलाई अलिकति विस्तार गर्नु पर्यो। पहिले अलिकति हामीले अलिक सानै लिएका थियौँ र गर्ने हो भने यो सबै कामहरू गर्नुपर्छ भन्ने त्यो बैठकमा छलफल भयो र तत्कालै त्यहाँ पर्यटन मन्त्रालयमा पनि बसियो। मेयर साहबको प्रदेश सरकारको पर्यटन मन्त्रालय, प्रदेश होइन सङ्घ सरकार, काठमाडौँमा छौँ हामी अहिले र त्यहाँनिर मन्त्रीज्यूकै समुपस्थितिमा विभाग पुरातत्व विभागका महानिर्देशक, संस्कृति मन्त्रालयका सचिवज्यू, सहसचिवज्यूहरू सबै वरिष्ठ पदाधिकारीहरू बसेर त्यहाँ एउटा समन्वय समिति 5 जनाको बनाइयो, जसको समन्वय समितिको
सदस्य म पनि हुँ। पुरातत्व विभागको प्रमुख पुरातत्व अधिकृतको संयोजकत्वमा त्यो समिति छ र उहाँ प्रमुख पुरातत्व अधिकृतज्यू पनि बैठककै दिन जनकपुर आइपुग्ने कुरा थियो। अघि मैले भनेको सोमबारको बैठकमा संयोगवश आधा घन्टा 1 घन्टा 2 घन्टा जति ढिलो भयो उहाँको आइपुग्नलाई। त्यसले गर्दा उहाँ सहभागी हुन त पाउनु भएन र हामीले सबै उहाँसित चाहिँ ब्रिफहरू पनि गऱ्यौँ, समन्वय गऱ्यौँ। त्यो समन्वय समितिलाई मन्त्रालयको सचिव स्तरीय निर्णयबाट के म्यान्डेट दिएको छ भने तथ्य प्रमाण र कागजात संरक्षित स्मारक क्षेत्रसँग सम्बन्धित सबै सङ्कलन गरेर पुरातत्व विभागमा बुझाउने र पुरातत्व विभागले तत्कालै प्रस्ताव चाहिँ तयार गरेर मन्त्रालय पर्यटन मन्त्रालय मार्फत क्याबिनेटमा लाने भन्ने सहमति अनुसार छलफल छ। त भनेको त त्यो बैठकले पनि एउटा यो अहिलेको सोमबारको बैठकलाई गर्नलाई एउटा कारण पनि बन्यो, किनभने उहाँ अब प्रतिबद्धता जनाइसकेपछि त्यो अनुसारको कार्यान्वयन पनि गर्नु पर्यो। त्यसले गर्दाखेरि हामी यहाँ आएर बैठक गऱ्यौँ र अहिले यो बैठकले अघि सोध्नु भएको थियो के चाहिँ निर्णयहरू गर्यो त। यो बैठकले गरेको निर्णयमा सबभन्दा पहिले अन्तर्गृही परिक्रमाको सबै क्षेत्र भने भित्र पर्ने सम्पदाहरू समेतलाई समेटेर चाहिँ संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने कारवाही गर्ने भन्ने बैठक गर्यो। तदनुरूप हामी बैठक भएको भोलिपल्टदेखि अब त्यस अनुसारको नक्सा रेखाङ्कन र सीमा को कामहरू हामी नगरपालिकामा गर्दै आएका छौँ र हिजो मात्र मेयर साहबले त्यही बैठकको निर्णय अनुसार आन्तरिक जुन कार्य सञ्चालनको निर्णय हुन्छ त्यहाँ चाहिँ सम्पदा इकाइ गठन गर्ने निर्णय गर्नुभयो। अब जनकपुरको एउटा उच्च तहको इन्जिनियर र अरू इन्जिनियरहरू राखेर त्यो इकाइ त्यहाँ स्थापना गर्ने भएको छ, किनभने त्यसले समन्वय सञ्चार सम्पर्क बैठक आयोजना आदि इत्यादि सबै फोकल पोइन्टको काम नगरपालिकामा त्यो इकाइले गर्छ। अब यसको अर्थ के हो भने एउटा डेडिकेटेड युनिट नगरपालिकामा आयो होइन। अब त्यसले काम गर्छ, किनभने योभन्दा अगाडि पनि काम त हुन्थे तर के थिएन भने एउटा डेडिकेटेड त्यो नामको युनिट चाहिँ थिएन, कर्मचारीलाई लगाइन्थ्यो, अब काम त गरिरहेकै थिए, त्यस कारणले एउटा त्यो उपलब्धि हो। अनि अर्को चाहिँ के भयो भने तत्कालै अब यो संरक्षित क्षेत्रको नक्सा रेखाङ्कन कागजात जे जति हो त्यो सबै हामीले प्रमाणित गरेर अब म यहाँ बसी पनि रहेको छु, सम्भवतः त्यो फाइल म लिएर जान्छु पुरातत्व विभागमा र सबमिट गर्छु र जुन मलाई अहिले यो तथ्य प्रमाण कागजात सङ्कलन गर्ने क्रममा मैले बृहत्तर क्षेत्र विकास समिति गुठी कार्यालय माथि कार्यालय जानकी मन्दिरको मुख्य महन्तज्यू सबैसित मैले सम्पर्क राखेर केही सूचनाहरू पनि मैले सङ्कलन गरेका छु। त्यसको छुट्टै एउटा प्रतिवेदन मलाई चाहिँ त्यो समन्वय समितिले जिम्मेवारी दिएको हुनाले म पनि त्यही समयमा बुझाउँछु। यसले गर्दाखेरि अब त्यो बैठकका निर्णयहरू अरू पनि छन्, जस्तै अब मापदण्डलाई नियम बनाएर नगरपालिकाले बुझ्नुहुन्छ होला, त्यो अब अहिले मापदण्ड बनाउँदा तीनवटा रेखा तीनवटा क्षेत्र यहाँ भयो। एउटा विश्व सम्पदा क्षेत्र, अर्को विश्व सम्पदा क्षेत्रमा अन्तर्राष्ट्रिय प्रचलन अनुसार र विश्व सम्पदा महासन्धि अनुसार हामीले बफर जोन भन्छौँ, भनेको विश्व सम्पदासँग जोडिएको केही भागलाई तोकिएको क्षेत्र हुन्छ 20 मिटर 25 मिटर 30 मिटर आवश्यकता अनुसार। बफर जोनको मापदण्ड भनेको हाउसिङ निर्माण कुनै पनि निर्माणका गतिविधिहरू गर्दा नगरपालिकाले आफ्नो स्थानीय ऐन कानुन नियम बनाएर यद्यपि बनाइसकेका छ 33 फिटलाई त्यो अब कायम गर्ने लागू गर्ने अब त्यो कुरा चाहिँ राजपत्रमा प्रकाशित हुन्छ, जसले गर्दा सर्वसाधारणले अब नियम अनुसार भोलि आफ्नो निर्माणको कार्यहरू भोलि मात्र नक्सा पासहरू हुँदैन, नक्साका कार्यहरूमा एउटा प्रतिबन्ध त्यो लाग्छ। अनि अर्को त्यसपछि त्यही निर्णय अनुसार चाहिँ हामीले संरक्षित क्षेत्रमा पनि निर्माण हुने भयो। बफर जोन पछि संरक्षित क्षेत्र आउँछ भने संरक्षित क्षेत्रमा चाहिँ नेपाल सरकारको बस्ती सम्बन्धी एउटा मापदण्ड छ 2025 सालको हो कि जस्तो लाग्छ साल चाहिँ। अब त्यो बस्तीको मापदण्ड काम लागू हुने भनेर निर्णय गरेको छ। यी निर्णयहरूले के गर्छन् भने अब जुन किसिमले अव्यवस्थित जे जस्ता किसिमका निर्माणका गतिविधिहरू सहर संरक्षित क्षेत्रभित्र हुन्थे अब त्यसमा केही न केही हदसम्म अनि भनिरहेछन् कि पहिलादेखि नै धेरै जानकी मन्दिरलाई अझै फराकिलो बनाउँछन्, यो तेलामारा चौकै पोखरीको त्यो पनि त्यसै कम्पाउन्डमा तेलामारा र अर्घज्यासरलाई
त्यही कम्पाउन्डमा राख्छ जस्ता कुराहरू यहाँ निकै चर्चा म अलिक स्पष्ट पार्दिउँ। अँ। यहाँले सोध्नु भएको जानकी मन्दिर त के विस्तार गर्नु, जानकी मन्दिर स्वयं स्मारक जुन छ त्यो त जहाँ अवस्थित छ त्यही हुन्छ। जानकी मन्दिरलाई आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालु भन्ने यो विश्व सम्पदा सूचीको एउटा मापदण्ड हो, स्तर हो। त्यो आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालु हो भनेर हामीले बहस गर्दै आएका छौँ। अनि त्यो विश्वको वैशिष्ट्य, त्यो विशेष मूल्य मान्यता भएको मिथिला संस्कृतिलाई प्रतीकको रूपमा गरेको राज्य मिथिलाको जीवन्त सभ्यतालाई प्रतिनिधित्व गर्ने स्मारक हो। अब त्यो स्मारक 116-17 वर्षको निर्माणको अवधि भनिए पनि तर त्यो स्मारक जुन ठाउँमा स्थित छ त्यसले जुन किसिमको जुन सभ्यता र संस्कृतिलाई उसले प्रतिनिधित्व गर्छ त्यो हजारौं वर्ष पुरानो भनेको अब त्रेता युगदेखिको रामायणको कथा, सीतारामको जीवनीको कथा गाथालाई प्रस्तुत गर्दै अब त्यसैमा आधारित रहेर विभिन्न प्रकारका अमूर्त सम्पदाहरूको पनि विकास भएको छ। जस्तो हाम्रो मिथिलाको गायन कला, मिथिला साहित्य, मिथिला कला, नाट्य, सङ्गीत यी सबै त्यसमा आधारित भएको हुनाले त्यो आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालुभित्र मूर्त र अमूर्त सम्पदा दुवै आउँछ। तर विश्व महासन्धिको चाहिँ अब जुन एउटा क्राइटेरिया छ त्यसमा के भनिएको छ भने एउटा ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्त्वको विश्वव्यापी पुस्तौं पुस्तादेखि त्यसलाई मान्यता प्रदान गर्दै आएको मूल्यलाई आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालु भनिनेछ भनेको हुनाले अब हाम्रो आर्गुमेन्ट चाहिँ के छ भने जुन छ त्यसलाई अब हाम्रो जोगाउनु पर्ने दायित्व छ। नेपाल सरकार अथवा नेपाल त्यो विश्व सम्पदा महासन्धि जुन छ त्यसलाई वर्ल्ड हेरिटेज कन्भेन्सन 1972 भनेर अङ्ग्रेजीमा भनिन्छ, 1972 को त्यो नेपाल पक्ष राष्ट्र भएको हुनाले नेपालले त्यो सन्धिलाई कार्यान्वयन गर्नु दायित्व पनि छ, सन्धिको दायित्व पनि हो। त्यसकारणले अब त्यसलाई जोगाउनलाई अब मान्नुस् तपाईँ उभिनको लागि जसरी एउटा खुट्टा मुनि भएको पैताला मुनिको एक तपाईलाई भन्नु न 6 इन्ची 1 फिटको माटोले त तपाईँ उभिनुहुन्छ, तर त्यहाँ उभिँदाखेरि तपाईँले के बिर्सनु हुँदैन भने त्यहाँ धेरै परदेखि पृथ्वीमा जोडिएको सतह जुन छ हैन त्यसले गुरुत्वाकर्षण र तपाईको हिँडाइ बसाइलाई त्यो सन्तुलन राख्छ। त्यसकारणले त्यो जानकी मन्दिर स्वयंको स्मारक त अब त्यही नै हुन्छ। तर अब त्यसलाई जोगाउनको लागि कति क्षेत्रसम्म चाहिँ हामीले अहिले त्यसलाई संरक्षण क्षेत्रमा लाने त्यसलाई त्यो अहिले निर्णय भएको छैन हैन। सम्पदाको क्षेत्र त पहिचान भइसक्यो। जस्तै हामीले गंगा सागर, धनु सागर, राम मन्दिर, त्यसपछि हामीले राम मन्दिरबाट अब जानकी मन्दिर, त्यो सम्पूर्ण प्रेमिसेस कम्प्लेक्स, विवाह मण्डप, अंगराज सागर, तेलहा पोखरी, मडाहा पोखरी र 12 बिघा भन्ने रङ्गभूमि यो क्षेत्रलाई सम्पदा क्षेत्रको हामीले विश्व सम्पदा क्षेत्र भनेर निर्धारण गरिसकेका छौँ। त्यसको फाइल त आजभन्दा वर्षौं वर्ष पहिले नै पुरातत्व विभागमा गइएको। अब काय के भने यो क्षेत्रलाई जोगाउनलाई कति पेरिफेरी हो, एउटा निकट पेरिफेरी बफर जोन। अब त्यसपछि चाहिँ के बोले होइन जनकपुरको मिथिलाको जनकपुर धाम नगरपालिका धनुषा र मिथिला संस्कृतिको क्षेत्र यति मात्र त होइन, यसलाई चाहिँ संरक्षित क्षेत्रमा हुँदाले जस्तै अब बिहारकुण्ड एकछिनलाई मानौँ विभिन्न प्रकारका पोखरीहरू छन्। ठिक छ, त्यो अरु जानकी मन्दिरको छेउछाउको घरहरू टुट्छन् कि टुट्दैन मान्छेहरूको उत्सुकता राम्रो प्रश्न सोध्नुभयो। जानकी मन्दिरभित्र अब मन्दिरैको विश्व सम्पदा क्षेत्रभित्र त निर्माण गर्न पाइँदैन, त्यहाँ त अब कुनै मापदण्ड जे छ विश्वव्यापी महासन्धिको मापदण्ड लागू हुने है। किनभने त्यो महासन्धिले के भन्छ भने इन्टिग्रिटी भनेको त्यसको प्रतिष्ठा र अथेन्टिसिटी भनेको त्यसको आधिकारिकता, यो दुईटामा हामीले पुष्टि गर्नुपर्छ कि यो अथेन्टिक र यो चाहिँ इन्टिग्रिटी भएको विश्वव्यापी भ्यालु हो। त्यसलाई जोगाउनको लागि अब हामीले कति बफर जोन लिने, अब जहाँसम्म तपाईँले भन्नुभएको जानकी मन्दिरलाई यसरी संरक्षण गर्न, विश्वव्यापी संरक्षण गर्न अरू पछि निर्माण भएका संरचनाहरू चाहे अब यो र त्यो त भन्ने अहिले हामीले पिन पोइन्ट गरेर कसैको फलानुको घर फलानुको यो भन्न त्यति उचित नहोला। तर अब एउटा भोलि वैज्ञानिक मापदण्डमा भोलि इन्जिनियरहरूले अनुसन्धान अन्वेषण गरेर यति क्षेत्रसम्मका चाहिँ संरचनाहरूलाई यस्तो मापदण्डमा निर्धारण गरेर कायम गर्नुपर्ने हुन्छ भन्दा त्यो मापदण्डमा पर्ने भन्दा बाहिरका मापदण्ड भन्दा निचेका
जस्ता संरचनाहरूलाई हामीले मिलाउनु पर्ने अवस्था छ। अन्तिममा त्यो जानकी मन्दिर भित्र पनि निर्माण कार्य अहिले पनि चलिरहेछ। फेरि प्रदेश सरकारको बजेट, स्थानीय सरकारको बजेट, एकातिर हामी चाहिँ जानकी मन्दिरलाई विश्व सम्पदा सूचीतर्फ लगिरहेछौँ भने अर्कोतर्फ त्यो जानकी मन्दिर भित्र पनि निर्माण कार्यहरू भइरहेछ। अनि अब कसरी चाहिँ यो तपाईँको परिकल्पना पुरा हुन्छ? मेरो मात्र परिकल्पना होइन, यो नेपालको परिकल्पना हो, नेपाल सरकारको परिकल्पना हो। हामी सरकारको परिकल्पना भित्र अभियन्ताको कारणले अभियन्तालाई मैले तपाईँको प्रश्नको जवाब दिन्छु। जानकी मन्दिर भित्र अब म पनि यहाँ भनौँ न बसेकै बासिन्दा स्थानीय नै छु होइन। मेरो धेरै जानकी मन्दिरमा आरती भयो भने मेरो घरमा घन्टी सुनिन्छ र अहिले पनि बिहानै दिनहुँ बेलुकै दिन भनौँ न हर समय जस्तो जानकी मन्दिरको अवलोकनमै रहन्छु। अब अहिले मैले यसो जानकी मन्दिरको अहिलेको जुन भित्र हेर्दा जुन प्रेमिसेस भन्छौँ त्यहाँभित्र त कुनै त्यस्तो निर्माण त मैले पाइनँ। तपाईँले भनेको जस्ता केही साना साना टहराहरू केही चिजहरू वरिपरि जानकी मन्दिरकै ठ्याक्क मन्दिर स्मारकलाई टच नगरिकन त्यसको 10-12 मिटर तलमाथि अगाडि पछाडि गरेर केही कामहरू निर्माण भइसकेका कामहरू चाहिँ छन्। अब जोडिएकै विषयमा तपाईँले भन्नुभएको अब नहुनुपर्ने थियो तर भयो। जानकी मन्दिरको मुख्यद्वारको प्राङ्गणमा भएको मार्बलको कार्य त्यसले हामीलाई निकै चोट पनि पुर्याएको छ। त्यो पछि गएर पुरानो जुन त्यहाँनिर हिँड्ने थियो त्यो नयाँ मार्बलहरू राखियो, त्यो चाहिँ अब ठिक होइन। अब त्यसलाई हामीले विश्वकै जुन अन्तर्राष्ट्रिय विज्ञहरूसँग सल्लाह गरेर त्यसलाई हामीले कसरी पुनर्स्थापन गर्न सक्छौँ त्यो हामीले हेर्नुपर्ने छ। यसको मुख्य चुरो चाहिँ के हो भने कुन निर्माण कुन जानकी मन्दिरभित्रै चाहिँ जानकी मन्दिरको आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालुलाई इम्प्याक्ट पार्ने भनेको दुष्प्रभाव पार्ने अथवा नकारात्मक असर पार्ने गरी कुनै निर्माण कार्य चाहिँ अब पनि गर्न पाइँदैन र हामी झन् विश्व सम्पदा घोषणा गर्यो भने त त्यसै गर्न पाइँदैन। त्यहाँ इभन पुराना कुराहरूलाई हामीले केही कुराहरू अब जोगाउनु पर्ने हुन्छ। जस्तै किनभने समय हावा पानीले गर्दा केही कामहरू गर्नुपर्ने हुन्छ। त्यो काम पनि पुरातत्व विभाग र अझ जटिल त के हुन्छ भने युनेस्को सहमतिमा मात्र गर्न पाइन्छ। एउटा अझै अन्तिममा अब यहाँ हामी खुला स्थानमा छौँ तर कतिले टेलिफोनमै हाम्रो छेउमै कुरा गरिरहेछन्, उहाँहरूलाई हामी रेकर्ड गरिरहेछौँ। तर चाहिँ जानकी दर्शकबिन हामी जानकी मन्दिर छेउमै छौँ। त्यसकारण चाहिँ यो भएपछि खास गरेर विश्व सम्पदा सूचीमा आएपछि यहाँ के प्राप्ति हुन्छ? अब एकदमै राम्रो। अस्तिको बैठकमा पनि के फाइदा हुन्छ? यति दुःख गरेर होइन स्थानीय तहदेखि राष्ट्रिय तहबाट अन्तर्राष्ट्रियसम्म जाँदा निकै प्रयास एकदमै हार्ड, किनभने संसारमा तपाईँले भनेको ठिक हो यो यति प्रतिस्पर्धा छ यो वर्ल्ड हेरिटेज लिस्टमा। सांस्कृतिक सम्पदाहरू राष्ट्रले राख्नेमा त्यो होडबाजी छ, त्यो याद गर्नु होला। आज तपाईँले दर्ता गराउनु भने 4 वर्ष 5 वर्ष नभइकन विश्व सम्पदा समितिको कार्यसूचीमा पालो आउँदैन। एक त त्यो कार्यसूचीमा जानलाई नि धेरै डकुमेन्टेसनहरू धेरै कुराहरू चाहिँ स्पष्ट पारेर यो जानुपर्ने हुन्छ। साँच्चै भनाइ नै के छ भने बरु अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा लड्न सजिलो छ, विश्व सम्पदा सूचीमा सम्पदा समितिमा प्रतिरक्षा गरेर त्यो सम्पदालाई दर्ता गराउन त्यति कठिन छ क्या। अहिलेसम्म चाहिँ करिब 220-22 वटा जति प्लस प्राकृतिक सम्पदामा 1000 को केही प्लस चाहिँ सांस्कृतिक सम्पदामा दर्ता भएका छन्। अब ठुला मुलुकहरू चीन, तपाईँको भारत, अब युरोपियन मुलुकहरूले अब धेरै संस्थाहरू दर्ता गराइसके, धेरै सम्पदाहरू। हाम्रो देशमा जम्मा अहिलेसम्म 4 वटा सम्पदा दर्ता भएका छन्। अब ती सम्पदाहरू दर्ता भएका हामीलाई अहिले त्यसलाई मेन्टेन गर्न, त्यसको संरक्षण गर्न, सम्वर्धन गर्न, कायम राख्न हामीलाई त्यतिकै पनि हामी एउटा आर्थिक सामाजिक जुन किसिमको हाम्रो अवस्था छ मुलुकमा, हामी पर्याप्त स्रोत साधन पर्याप्त ज्ञान हामीसित छैन, नलेज छैन। अब हामीले त्यस किसिमका प्राविधिकहरू छैनन् होइन। तर ती सबै चिज हामी अन्तर्राष्ट्रिय समुदायसँग सहयोग गर्दै एउटा हातेमालो सहकार्य गर्दै जे जस्तो गर्दै आएका छौँ। अब फाइदा के हुन्छ त ल मान्नुहोस्, अब यदि केही फाइदा हुँदैन थियो भने त्यत्रो प्रतिस्पर्धा किन हुन्छ? यदि त्यो कुराको महत्त्व नहुने भए त्यत्रो प्रतिस्पर्धा किन हुन्छ? म त अब नेपाल सरकारलाई युनेस्कोमा विश्व सम्पदा समितिमा पनि प्रतिनिधित्व गरेर एउटा व्यावसायिक अनुभव कृषि क्षेत्रमा गरेको
अब युनेस्को हेडक्वार्टरमा नेपालको एउटा प्रतिनिधि भएर प्रतिनिधित्व गरेको हुनाले मैले यसको महत्त्व के बुझेको छु भने यो हामीले सबै थोक तयार गरिसकेर जब विश्व सम्पदा समितिमा जान्छौँ त्यहाँ हाम्रो एकदमै कडा कूटनीतिक प्रयासको आवश्यकता छ। अब फाइदा म दुईटा फाइदा स्पष्ट भन्छु। एउटा चाहिँ के फाइदा हुन्छ भने हामीले यत्रो महत्त्व दिएर विश्वव्यापी रूपमा मान्यता प्राप्त गराउनलाई हाम्रो यो मिथिला संस्कृति कलाको जुन कुरा सभ्यताको जुन कुरा गर्दैछौँ त्यसको संरक्षणको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एउटा चेतना फैलिन्छ कि यो सभ्यता संस्कृति विश्वव्यापी मानव जातिलाई काम लाग्ने कुराको हो भन्ने मान्यता प्राप्त गर्नु एउटा हामीलाई ठुलो रिकग्निसन हो। एक अब त्यति भइसकेपछि अब एउटा तपाईँलाई प्रत्यक्ष फाइदा के हुन्छ त नगरवासीलाई नेपाल राष्ट्रलाई भने यसले पर्यटन प्रवर्धन र पर्यटनका माध्यमबाट आर्थिक सामाजिक विकास औद्योगिक विकासमा ठुलो योगदान हुन्छ। यहाँ पर्यटकहरूको सङ्ख्याको वृद्धि हुन्छ। मैले मिटिङमा पनि भने जस्तो आज मान्नुहोस् अब 100-200-400 हाम्रा अन्तर्राष्ट्रिय पर्यटकहरू विदेशीहरू आउँदा हुन् भने विदेशी भन्नाले भारत बाहेककालाई आउँदा हुन् भने भोलि यो अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले इन्टरनेसनल टुर अपरेटरहरूले ट्राभल एजेन्टहरूले के हेर्छन् भने कुन मुलुकमा जाँदा कुन मुलुक चाहिँ बढी प्रख्यात छ। त्यो प्रख्यातको एउटा सर्टिफिकेट भनेको विश्व सम्पदाको सूची युनेस्को जुन म्याप हुन्छ त्यो हेरेर आयो भने मान्नुहोस् भोलि अहिले 200-400 आउने ठाउँमा 1-2 हजार आए भने आजको हाम्रो नगरवासीको 200-400 हजारको आम्दानी 2-4 हजार डलरमा परिवर्तन हुन्छ। त्यसबाट उद्यमशीलताको विकास हुन्छ, उद्योगको विकास हुन्छ। त्यसबाट हामीले के हेरेका छौँ भने पर्यटनको विकासमा निकै ठुलो सारभूत तरिकाले योगदान पुर्याउँछ भन्ने विश्वास छ। डाक्टर साहब चाहिँ विभिन्न देशहरूमा एम्बेसडरको रूपमा पनि काम गरिसक्नु भएको छ र अहिले एउटा अभियन्ताको रूपमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीको लागि चाहिँ उहाँ काम गरिरहनुमा छ। उहाँको त कुरा गर्दाखेरि कति कुरा उहाँसँग ल्याउँ, कति उहाँसँग ज्ञान ल्याउँ जस्तो लागिरहेको छ, तर समयको पनि एउटा बाध्यता रहेका कारणले तपाईँले अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। सुजी, म एउटा अन्त्यमा के भन्न चाहन्छु भने हामी जनकपुरवासीहरू अथवा नेपालीहरू स्वयंले, हामी जनकपुरवासी मात्र होइन, सबैले आफ्नो वैयक्तिक तर्फबाट, संस्थागत तर्फबाट, सामाजिक तर्फबाट हामीले एउटा के यहाँ सुरु गरौँ भने यो मूल्य मान्यतालाई हामीले जुन हाम्रो जानकी मन्दिर, राम मन्दिरले जेलाई प्रतीक हुन्छ, आज हामी पुस्तौं पुस्तादेखि त्यसै संस्कृति संस्कारमा हुर्केर आएका छौँ। त्यो हाम्रो जीवनको एउटा अभिन्न पक्ष हो। यसलाई खालि धार्मिक रूपमा हिन्दूको मात्र हो भन्ने अर्थ होइन। मैले त्यही भएर अघि मानव जातिको कुरा गरेको थिएँ। यदि गऱ्यौँ भने र यो स्थापित भयो भने भोलि पुस्तौं पुस्तासम्म भावी पुस्तालाई पनि के हुन्छ भने एउटा हामीले एउटा सुदृढ कला, सुदृढ संस्कृति जुनको विश्वव्यापी मान्यता त्यो हामी हस्तान्तरण गर्न सक्षम हुनेछौँ। र तपाईँले त्यो अभियानमा तपाईँ पनि एउटा जुन जुटिनु भएको छ र तपाईँको आफ्नो योगदान गर्ने कोसिस गर्नुभयो, त्यसलाई धेरै धेरै धन्यवाद प्रदान गर्दछु। र यसले एउटा सामुदायिक भावनालाई एकता प्रकट गर्छ, मैत्रीको भावना ल्याउँछ, सामाजिकताको एउटा भावनालाई प्रकट गर्छ र हामी त्यो संस्कृतिलाई अझ सुदृढ बनाउने सक्षम हुनेछौँ भन्ने मेरो विश्वास छ। धन्यवाद छ यो अवसर तपाईँले पनि प्रदान गरिदिनु।